प्युठान जिल्लाको स्वर्गद्वारी मन्दिरमा छु। आज 2081 साल चैत महिनाको 29 गते बिहान हामी हिजो नै पोखरादेखि हिजो बेलुकै राति 9 बजेतिर यहाँ आइपुगेर बसेको। अहिले म मन्दिर परिसर अहिले मुख्य मन्दिर पुनर्निर्माण कार्य हुँदै रहेछ। यता मुख्य मन्दिर, प्रसाद ग्रहण गर्ने स्थान, हनुमान कुण्ड, गुफा, गौशाला, दर्शन सभा कक्ष, क्यान्टिन, भोजनालय। दर्शनार्थीहरूको लागि सम्पर्क कार्यालय। यहाँ चाहिँ खाना बस्नको पनि सुविधा छ। ल म तपाईँलाई यता मुख्य मन्दिर बिहान 5 बजे खुल्ने रहेछ र बेलुका 9 बजे बन्द। म बिहानै 4 बजे आएर यहाँ एक चिक्लाट घुमिसकेँ। अहिले बिहान अँध्यारो भएको हुनाले अहिले उज्यालोमा यो भिडियो लिएको छु। यो चाहिँ हवन कुण्ड। यो मन्दिर परिसर मुख्य मन्दिर पुनर्निर्माण भइरहेको हुनाले त्यो मन्दिरको छेउमा दर्शन गर्ने दर्शनार्थीहरू लामबद्ध हुन्छ। मुख्य निर्माण हुँदै गरेको हो र त्यहाँ साइडमा पनि दर्शन रहेछ। यहाँ घन्टी पनि चढाउने कार्यक्रम। यो 2200 मिटर हिजो पानी परेको हो र चिसो छ। यता वेद आश्रम, गौशाला, यता भवनहरू, यो मन्दिर परिसर।